श्रीमतीले व्यवस्था गरेको पुरुष बाहिरीको प्रशंसामा आश्रय खोज्छ। यसरी जन्मिन्छ एउटा अनजान मान्छे। छोरा मान्छे दिनभरि कहिले योसँग कहिले त्योसँग झगडा गर्छ। अफिसको दबाव, व्यापारमा चिन्ता, समाजको प्रतिस्पर्धा र ऊ घरमा फर्कदा उसको अपेक्षाहरू धेरै सामान्य हुन्छन्। उसलाई श्रीमतीको मिठो मुस्कान, 2 वचन सान्त्वना रूपी शब्द, थोरै आदर चाहिएको हुन्छ। उसको थकित तन र मनको लागि यो उत्तम आश्रय हो। तर साँझमा श्रीमान घरमा आउँदा, जाब यति काम गर्नु भनेको थिएँ, तपाईँले त्यति पनि गर्न सक्नु भएन। तपाईँले मलाई कहिले खुसी दिन सक्नु भएन। तपाईँ भन्दा त फलानीको लोग्ने राम्रो छ। घरमा श्रीमतीको मुखबाट यस्तो कुरा सुन्दा त्यो मान्छेको शान्ति कहाँ पाउँछ र? यथार्थ यही हो। व्यवस्था गरेको पुरुषहरू भित्रै टुट्छन्। उसले केही भन्दैन, अनुहारमा मुस्कान सहित हिँड्छन्, तर छातीमा ज्वार भाटा दन्किरहेको हुन्छन्। र त्यसपछि मात्रै बाहिरी महिलाको उसलाई भनेको कुराहरू उसले ध्यान दिएर सुन्न थाल्छ। बाहिरी महिलाले तपाईँ धेरै मेहनती हुनुहुन्छ भन्छन्, तपाईँ साँच्चै खास हुनुहुन्छ, तपाईँ जस्तो मान्छे मेरो भाग्यमै छैन। उनको कुरा सुनेर त्यो मान्छेको मन बिस्तारै बिस्तारै पग्लदै जान्छ। उसले घरमा जुन कुरा पाएको हुँदैन, बाहिरी सम्मान र प्रशंसा पाउँछ। निषेधित सम्बन्धहरू यसरी जन्मिन्छन्। सुरुमा सानो सानो कुराकानीबाट सुरु हुन्छ, त्यसपछि भावना र शरीरको सम्बन्ध बढ्दै जान्छ। नतिजा घर परिवार टुट्छ। श्रीमतीले आफ्नो छदाको श्रीमान गुमाउँछिन्, सन्तानले आफ्नो बुवा गुमाउँछन् र छोरा मान्छेले आफ्नो वास्तविक ठेगाना गुमाउँछन्। सम्झनुहोस्, प्रशंसा मान्छेको कमजोरी हो। श्रीमतीको 2 वाक्यले उसलाई संसारको सबैभन्दा शक्तिशाली मान्छे बनाउन सक्छ, तर प्रशंसाको अभावले उसलाई एकैपटक आगोमा धकेल्न सक्छ। आज आफैलाई सोध्नुहोस्, घरमा श्रीमतीले तपाईँलाई प्रशंसा गर्नुहुन्छ कि व्यवस्था गर्नुहुन्छ? उहाँको अनुहारमा मुस्कान तपाईँको कारण आउँछ कि बाहिरी अरू कसैको कारण? यो शब्दहरू, यहाँ भनिएका एउटा मिठो प्रशंसाहरू र भावनाका कुराहरू तपाईँलाई कस्तो लाग्यो? मन परेदेखि अवश्य पनि सेयर गरिदिनु होला। र जस्ताको तस्तै मैले यो सामाजिक सञ्जालबाट सवार गरेको छु, हजुरलाई कस्तो लाग्यो त्यो पनि भनिदिनु होला।